हाई हेलो गुड मर्निङ फ्रेन्ड अल फ्रेन्ड गुड मर्निङ हेभ ए नाइस डे। म चाहिँ आज यहाँ दाल पकाउनु लागेको छु। चनाको दाल हो यो, भिजाएर राखेको थिएँ। अब पकाउँछु। यसमा चाहिँ म टमाटर हालेर सिटी लाउँछु। अहिले पछि चाहिँ अदुवा लसुन अनि पाँचफोरनले झान्छु। यहाँ चाहिँ म दाल झान्नु लागेको छु। पाँचफोरन हालेर अनि अदुवा लसुनको पेस्ट हालेर। चनाको दाल हो, अदुवा लसुन पाँचफोरन त्यो खारिसक्यो। अब म झान्छु। धनियाको पत्ता, रेडी भयो चाहिँ चनाको दाल हो। अघिको मैले अदुवा लसुन पाँचफोरन अनि टमाटर मैले अघि दालमै हालेर सिटी लगाएको हो। त्यति हालेपछि केही हाल्नु पर्दैन, मिठो हुन्छ। म लौका र आलु पकाउनु लागेको छु। टमाटर हाल्छु, लौका आलु अनि पाँचफोरन मसला अलिकति बेसार नुन हालेर पकाउँछु सादा तरिकाले, केही नहाल्ने। यहाँ चाहिँ म कुकरमा पकाउनु लागेको छु, छिटो पाक्छ। त्यही भएर आज चाहिँ मौसम चाहिँ खराबै भइरहेछ, यस्तो भइरहेछ, पानी पर्ला जस्तो भइरहेछ, कस्तो धुम्म भएर। तेल चाहिँ तातिसकेको छ। आलु अघि पाँचफोरन मसला चाहिँ मैले तेलमा हालिसकेको थिएँ। बेसार, आलु, नुन, खोर्सानी, अदुवा लसुनको पेस्ट, अदुवा लसुन सिद्धिएछ छिलेर राखेको। अनि त्यो पेस्ट ल्याइरहेको थिएँ अस्ति नै मैले, यो पेस्ट हालेको। आलु त भुटिसकेको, घिरौला हाल्छु। टमाटर नै हाल्छु र म चलाउँछु अनि सिटी लगाइदिन्छु। अब यसलाई, यो लौका चाहिँ पाकिसकेको छ। अब यसलाई म खनाउँछु, बाटामा खनाउँछु, भाँडामा। मिठो हुन्छ, छिटो पाक्छ यसरी, मिठो हुन्छ। लौका चाहिँ पाकेर रेडी भइसकेको छ, रेडी भयो। यहाँ चाहिँ मैले भेन्डी लिएको छु। यो भेन्डी चाहिँ म आज तारौँ भनेको, बेसन सेसन हालेर तारेर खाने भनेको। बेसन मसला, धुलो खोर्सानी, जिरा पाउडर अलिकति, अनि अलिअलि खोर्सानी बेसार हालेर, अनि अलिअलि सोया सस